माथि थियो। मेरो बुबुलाई उसले आफ्नो हातले छुन थाले। मेरो बुबुको मुन्टा धेरै टाइट हुन थाले र म आफूलाई सहन सकेन। मैले पनि उसको लाडोलाई समातेर सेलाउन थाले। उसको लाडो मैले अगाडि नै हेरेको थिएँ। मलाई धेरै राम्रो लाग्यो। उसले मेरो बुबुलाई चुचा र मिहिमास गर्न थाले। मेरो दुवै खुट्टा दुईटै दिशामा फैलाउन थाले। मेरो मालबाट सेतो पानी बग्न थाले। मैले कहिले पनि केही गरेको थिएनन्। मेरो मालबाट पानी बग्न थाले तब म डराए कि के हो। मेरो पहिलो चोटि सिल टुटु रहेको थियो। उसले भने केही होइन। उसको लाडोलाई मैले आफ्नो मुखमा लागेर ललिपप जस्तै चुसिरहेको थिएँ। उसले मेरो बुबुलाई धेरै सेलाउन थाले। मैले सहे जति सहे। मलाई सहन सकिरहेको थिएन। म पनि उसको लाडोलाई आफ्नो मालमा जिराएँ। मेरो मालमा जाँदाखेरि मलाई धेरै दुखियो। तै पनि मलाई राम्रो फिलिङ भइरहेको थियो। उसले मेरो मालमा आफ्नो माल हालेर मेरो बुबुलाई किस गर्न थाले। उसको माल मेरो मालमा 3 इन्च मेरो मालमा जिराएको थियो। मेरो मालबाट सेतो पानी र रातो कल जस्तै पानी बगिरहेको थियो। उसले मेरो मलामा उसको माल जब जब पड्काउँथ्यो तब मलाई राम्रो लाग्थ्यो। मेरो मालमा उसको माल आधी घन्टासम्म बाहिर भित्र पड्काइरहेको थियो। मेरो हालतको कुरा के म भन्नु, मेरो त्यस बेला केही भन्नेवाला थिएन। म उसको माललाई आफ्नो सामानभित्र कति देरसम्म राखु जस्तै लाग्थ्यो। उसको माल झारी मेरो सामानभित्र। माल झारेपछि अलि थकाइ जस्तो उसलाई भयो। मलाई अरू खाउ अझ आखाउ जस्तै लाग्थ्यो। मैले उसको लाडोलाई सेलाउन थालेँ। फेरि लाडी उफ्रियो अनि मेरो सामानको दुलोमा उसको लाडो आउने जान लाग्यो। यसरी आउँदा जाँदा मेरो सामानबाट सेतो पानी बग्ने क्रम जारी थियो। उसले आफ्नो लाडोलाई मेरो दुलोमा जोड जोडले पड्काउन थियो। मेरो दुलोबाट आवाज निस्किन्थ्यो, थचपच पुच। मेरो बगेको पानी साबुनको फेन जस्तै पुरै मेरो सामानको मुखमा लाग्ने थाले। उसले बगेको पानीको फेनलाई नछाडी उसैमा पड्काउन थियो। उसले आफ्नो माललाई 8-10 चोटि पड्कायो मेरो सामानमा। मेरो सामान भ्यागुतो जस्तो फुल थियो अनि कवाक कवाक आवाज निस्किन थियो। मेरो बदन पुरै पानीले भिजाइदियो। मेरो सामानबाट बगेको सेतो पानी 8-10 चोटिमा सुकाइदियो। जब जब उसको लाडो डाउन हुन्थ्यो तब म उसको लाडोलाई मसाज गरिन्थे अनि लाडो उभिन थियो। म रातभरि उसको लाडोलाई आफ्नो सामानमा राखेँ। यसरी मेरो सिल उसले तोडफोड गरिदिए। तबदेखि म आफ्नो रुममा प्रत्येक राति बोलाउँथे अनि उसको लाडो सब खेल्ने म र उ गर्थे। यसरी मेरो काठमाडौँको पढाइ सकियो। साथीहरू, यस्तै कथा र कहानी सुन्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला है। धन्यवाद। मेरो नाम आलम हो। म अहिले कामको सिलसिलामा मलेसियामा आएको छु। साथीहरू, यो च्यानलमा पहिलो चोटि आउनु भएको छ भने कृपया च्यानललाई सब्स्क्राइब गरी सहयोग गर्नु है। म हजुरलाई मलेसियाको सत्य कहानी सुनाउँछु। ल साथीहरू, सुरु गरौँ। मेरो नाम आलम हो। म अहिले कामको सिलसिलामा मलेसियामा आएको छु। मलेसियामा ग्रोइङ स्ट्रङ कम्पनीमा मैले काम गरिरहेको छु। मेरो काम गर्ने शैलीबाट म सब काम गर्ने कम्पनीको छोरी पनि प्रभावित भएकी छिन्। उनले मनमनैमा मायाको चाहना राख्थे। जब जब म काम गर्छु ऊ मेरो अगाडि आउँथे र मेरो शरीरलाई छोइदिने जस्तै गर्थिन्। बिस्तारै बिस्तारै मैले उसको चाल रहन हेर्दा हेर्दा मलाई पनि उसँग मायाको इच्छा बिस्तारै बिस्तारै सुरु भयो। पछि पछि ऊ र म एउटै समयमा ब्रेक लिन्थे। कहिलेकाहीँ मेरो टिफिन उनी खान्थिन् र म पनि उसको टिफिन खोलेर खान्थे। यस्तै मेरो र उसको बीचमा करिब 1 वर्ष बित्न थाले। म र मेरो कम्पनीको छोरीसँग गाह्रो माया बस्यो। एक दिन मेरो काम अगाडि सकेको थियो। उसले मलाई आफ्नो अफिसमा मलाई एक्लै बिलाइन्। म पनि उसलाई मनमनै धेरै मन पराउँथे र मलाई उसको पुती चिक्न मन थियो। तर मलाई बोलाइन् अनि भनिन्, आलम, तिमी मेरो एउटा काम गरिदेऊ, म तिमीलाई एउटा अनौठो उपहार दिन्छु। यति सुन्ने बित्तिकै मैले भने, तिम्रो लागि म ज्यान दिन तयार छु। भन, के काम हो? उसले भने, मेरो पछाडिको बडी दुखिरहेको छ, मलाई मसाज गरिदेऊ।
मैले भेन यति मात्र। उसले भने हो पहिला गरिदेऊ। म उसलाई भने तिमी रुममा जाऊ। म र ऊ गए रुममा। उनी जब आफ्नो माथिबाट कपडा बिस्तारै बिस्तारै खोलिन, म त हेर्दा हेर्दा मलाई अर्को फिलिङ महसुस हुन थाले। म उसलाई लेटाइदिए अनि उसको बडीमा तेल लगाएर मसाज गर्न थाले। करिब करिब आधी घण्टा उसको बडीमा मैले मालिस गरे। मेरो हात उसको दुबलाई छुँदै छुँदै मालिस गरिरहेको थिए। बिस्तारै बिस्तारै उसको मन परिवर्तन भयो। मैले उसको दुधलाई जोरले समातेपछि उसले मुस्कुराउन थिए। तब म पनि निडर भएर उसको दुग्धलाई खेलाउन लागे। मेरो लाडो खडा भयो। उसले मेरो लाडोलाई आफ्नो मुखमा चुस्न थालिन। म उसको तल दुवै खुट्टा हटाएर पी हातले घुमाउन थाले। ऊ बिस्तारै बिस्तारै मेरो लाडो। उनले आफ्नो तीमा पसाए। जब म उसको तीमा डाले डालेको डाले राखे, मलाई निकालन मन लागेन। म उसको चाकमा हातले अलि अलि पुस गर्न थाले। उसले आ र ऊ चिलाउँथे, त मैले उसलाई जोर जोरले उसको तीमा मेरो लाडो जिराउँथे। मैले तकरिबन 3 मिनेट गरे। मेरो माल झार्न लाग्यो। उसले मलाई माल खाऊ कि कसो लाग्छ भन्थिन् मलाई। मैले भने मेरो लाडो आफ्नो मुखमा छिराऊ अनि ललिपप जस्तै खाऊ। उसले खान थाले। मेरो लाडी अझ ठुलो भयो अनि म फेरि उसको पुतीएमा फेरि डाले। यसरी मैले 4-5 चोटि गरे। उसलाई धेरै राम्रो लाग्यो। मलाई पनि एकदमै राम्रो लाग्यो। पछि म र ऊ जब मलाई मन खेल्ने गर्थे, म र उनी खेल्दै थिए। यसरी म कम्पनीकी छोरीलाई धेरै दिनसम्म साथमा रहिरहे। मेरो र उसको सम्बन्ध दिनदिनै धेरै गहकिलो हुँदै गए। म र उनले कहिले सिङ्गापुरमा गएर गर्थे त कहिले थाइल्यान्डमा गर्थे। यसरी मेरो र उनको दिनचर्या बित्दै गए। साथीहरू, यस्तै कथा र कहानी सुन्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला है। धन्यवाद। पनि ठोसा ठोसा आउन लागेको थियो। ऊ दङ्ग परेर हेर्न थाली अनि भन्न थाली, आमै कति ठुलो रहेछ। मेरो माल पुरै 8 इन्चको लामो अनि मोटो पनि थियो। 2-3 दिन अगाडि सेभ पनि गरेको थिए, त्यसैले भुत्लाको माल त झन् ठिनिक्क ठिनिक्क गर्न थाल्यो। एलिना अलि नजिक आएर मेरो माललाई बिस्तारै सुमसुम्याउँदै भन्न थाली, किन हल्लेको हो नि? मैले भने खोइ कतै छिर्नलाई दुलो खोजेको होला नि। ऊ मेरो माललाई अरू जोडले समाउँदै छ्या कस्तो बाठो मान्छे भन्न थाली। अब मैले उसलाई अलिक नजिक तानेर अब तिमी देखाउन है भने। ऊ अलि नमाने जस्तो गरी, तर मैले नै उसको बुबुमा च्याप्प कपडा बाहिरबाट नै समाते। ऊ पहिला त अलि अप्ठ्यारो मानी, तर मैले जोडले मार्न थालेपछि अलि सन्चो मानी। अब मैले नै उसको टी सर्ट खोले अनि कालो ब्रा माथिबाट बुबु मार्न थाले। उसले मेरो माल हल्लाउन थालिन्। मैले अब भने ब्रा पनि खोलिदिए एलिनाको। आहा, कस्तो सुन्दर र पोटिलो बुबु! म त पागलै भए एलिनाको बुबु देखेर त। एलिनालाई ओछ्यानमा पल्टाएर एक हातले एलिनाको बोगटे निचोड्न थाले, अर्को हातले एलिनाको माल छाम्न थाले। आहा, माल पनि कति पुक्क उठेको, भुत्ला पनि भर्खर आउन थालेको रहेछ। मैले एलिनाको बुबु चुस्न थाले। अब भने एलिना औस औस गर्दै छटपटाउन थालिन्। मैले पनि उसको मालमा औलाले चलाइदिन थाले। एकैछिनमा एलिनाको मालबाट चिप्लो पानी निस्किन थाल्यो। यता मेरो कान्छा भाइ भने रनक्क परेर फुक्न लागेको थियो। बिस्तारै मैले एलिनाको पेन्टी फुकालिदिए अनि म एलिना माथि चढे। एलिनाले मेरो माललाई च्याप्प समातेर उसको मालमा घुसार्न खोजिन्। सायद मेरो माल ठुलो भएर होला, एलिनाको मालमा पस्न मानिरहेको थिएन। एलिनाले तलबाट उसको माल अलि उठाउँदै अलि साह्रो ठेल्नु नभनिन्। मैले पनि बल गरेर धक्का मारे। अहिले भने एलिनाको मालमा मेरो माल आदि जस्तो छिर्यो। ओहो, कस्तो मजा आएको भन्दै एलिना मलाई किस गर्न थालिन्। यसरी उत्तानो पारेर माल सबै नपसेपछि मैले एलिनाको दुवै खुट्टा मेरो काँधमा राखेर एलिनाको माल उठाएर ग्वाम्मै छिराइदिए। मेरो माल एलिनाकोमा सबै छिर्यो। एलिना भने कस्तो दुखेको पाठेघरमै पुग्यो कि के हो, अलिक तपाईँको माल बाहिर तान्नु न भन्न थालिन्। केही हुँदैन भन्दै मैले एलिनाको सेतो माल दनादन पट्काउन थाले। एलिनाको मालबाट निस्केको चिप्लो पानीले होला क्वाच्च क्वाच्च बजिरहेको थियो।
कस्तो साह्रो बजेको, अलिक बिस्तारै हान्नु न, मान्छेले सुन्छ भन्दै थिइन् एलिना। करिब 5 मिनेटसम्म चिकेपछि मेरो माल झर्न लाग्यो। एलिनाको चाकमाथि उठाउँदै मैले जोडले धक्का दिँदै एलिनाको मालभित्रै माल झारिदिए। किन भित्रै झार्नु भएको, फेरि पेट बस्यो भने भन्दै थिइन् एलिना। केही हुँदैन भन्दै मैले मेरो माल एलिनाको मालबाट बाहिर निकाले। एलिनाको मालबाट सेतो माल बग्न थाल्यो।